तपाईँ हर्कबाद भन्नाले के बुझ्नुहुन्छ? हर्कबाद भनेको एउटा व्यक्ति विशेषको कुरा होइन। हर्कबाद भनेको विचार हो, हजुर। सिद्धान्त हो, एउटा भिजन हो र यो देशलाई कसरी विकासबाट र अर्थतन्त्रबाट कसरी माथि लान सकिन्छ भन्ने सन्दर्भको कुरा हो। र हर्कबाद भनेको व्यक्तिको विचारसँग सम्बन्ध रहँदैन। उहाँको महानता जुन सोच विचार र देशलाई र यो माटोलाई जुन माटो भूमिलाई कसरी माया गर्नुपर्छ भन्ने जुन उहाँको एजेन्डा र भिजन छ र देशलाई बचाउनुपर्छ र यो देशलाई माथि अर्थतन्त्रबाट माथि लानुपर्छ भन्ने उहाँको विचारधारणालाई नै हर्कबाद भनिन्छ। किन त्यो हर्कबाद भनेको अहिले कति मान्छेले भन्छन् व्यक्तिको कुरा गर्छन्, तर हर्कबाद भनेको व्यक्तिसँग सम्बन्ध रहँदैन। हर्कबाद भनेको एउटा चाहिँ विचारको खानी हो र उहाँको चाहिँ यो देशलाई यो भूमिलाई माया गर्नुपर्छ र यही भूमिमा हामी यही भूमिबाट उत्पादन गरेर आत्मनिर्भर हुनुपर्छ र हामी यही क्षेत्रमा चाहिँ विभिन्न कल कारखानादेखि लिएर विभिन्न उद्योगहरू खोलेर हामी चाहिँ एउटा सक्षम नागरिक भएर अगाडि बढ्नुपर्छ, आफै आत्मनिर्भर हुनुपर्छ भन्ने उहाँको विचारधारालाई हर्कबाद भनियो। हजुर, त्यस्तै क्षेत्र नम्बर 2 भित्र तपाईँले तत्काल सुधार गर्नुपर्ने कुराहरू के देख्नुहुन्छ? जस्तै तपाईँको चाहिँ मेरो घोषणापत्र अनुसार जाने भने तपाईँको चाहिँ अब अहिले स्वास्थ्य, शिक्षा, यातायात, भौतिक पूर्वाधारहरू हो होइन, र धेरै कुराहरू छन्। मैले अहिले 3टा कुरालाई मात्रै तपाईँ स्पष्ट पारेँ। स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, यातायात, भौतिक पूर्वाधारको विषयमा मैले सुधार्नु पर्ने कुराहरू देख्छु तत्काल हामीले हेर्दाखेरि। हजुर, तपाईँको घोषणापत्रमा शिक्षा, स्वास्थ्य अनि भौतिक पूर्वाधार भन्नुभयो, समेटिएको छ भन्नुभयो। जस्तै भौतिक पूर्वाधार भन्नाले चाहिँ के बुझिन्छ, थोरै प्रश्नाइदिनु न। यातायात भौतिक पूर्वाधार भन्नाले तपाईँको चाहिँ जति पनि अहिले हाम्रो यो भित्र जस्तै अब चरण लोकमार्गको कुरा आउँछ यसमा हो। जस्तै विभिन्न अब अहिले त्यो शाखा जस्तै अब तपाईँको चाहिँ बेतिनीदेखि ताप्लेसम्म पुग्ने सडकको कुरा आउँछ हो। तर अहिलेको जुन तपाईँले भन्नुभयो जस्तै तपाईँको चाहिँ यो भौतिक पूर्वाधारमा के सुधार्न सकिन्छ भने तपाईँको चाहिँ नि अहिलेको विभिन्न पार्टीहरू यो वर्षौँदेखि यही क्षितिचरण लोकमार्गको विषयमा घोषणापत्रमा बार ल्याएर जनतालाई ढाँटेर छलेर यो के भन्दा जनतालाई उहाँले मागी खाने भाँडो बनायो र यही क्षितिचरण लोकमार्गमा तपाईँको चाहिँ 25-26 पल्ट चाहिँ बजेट जुन बार उहाँले चाहिँ पारेर चाहिँ गरेर चाहिँ तपाईँको चाहिँ त्यहाँ गरिखाने बनाएको माध्यम एउटा भाँडा देखियो। तसर्थ किन भन्दाखेरि अब हामीले यस्तो खालको यो जुन यातायात पूर्वाधारमा चाहिँ कस्तो हुनुपर्छ भने अबको जुन ठेक्कापट्टा तपाईँको चाहिँ दिने प्रविधि छ नि, यो अन्त्य नगरेसम्म विकास हुँदैन जस्तो लाग्छ। जब यो केन्द्र जुन यो क्याबिनेटमा कस्तो मलाई के लाग्छ भने जनताको नासो जनताले दिनुपर्छ भन्ने भावनालाई क्याबिनेटमा लगेर चाहिँ कमसेकम यो ठेक्कापट्टा र कमिसनले गर्दाखेरि यहाँ के भयो भन्दा ओझेलमा पऱ्यो कि जनता। यो किन भन्दाखेरि यत्रो वर्ष चाहिँ योभन्दा अगाडि चाहिँ 79 सालमा जितेर जाने अमर राईमाझीले पनि त्यही जुन क्षितिचरण लोकमार्गकै कुरा गरेर उहाँले भोट मागेर जानुभएको थियो, यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर जानुभएको थियो, तर विकास त जाएको त्यही छ। किन उहाँले यो पालि जुन तपाईँको चाहिँ क्षितिचरण लोकमार्गको विषयमा यो किन बजेट पार्नु भएन त्यो कुरा आउँछ नि। किन उहाँले हिजो चाहिँ तपाईँको चाहिँ यो बार यो कुरालाई झुकिरहेको छ। उहाँको चाहिँ जुन उहाँको आफ्नो मान्छे ठेक्कापट्टा नपरेको कारण उहाँले पार्नु भएन बजेट। यो के बुझिन्छ भने हो जुन नातावाद र कमिसनवादले के भयो भनेर विकास हुन सकेन। तसर्थ अबको जुन भौतिक संरचनाहरू निर्माण कार्यमा जति पनि जुन केन्द्र लेभलको बजेट आउँछ त्यही बजेटहरू चाहिँ के हुनुपर्छ भने समिति गठन गरेर समितिलाई जनताको नासो जनतालाई दिनुपर्छ भन्ने एउटा भावनालाई विचारलाई चाहिँ गरेर चाहिँ हामीले चाहिँ क्याबिनेटमासम्म यो एजेन्डा लगेर अब त्यो सिस्टम बसाल्नुपर्छ भन्ने मेरो धारणा हो। जस्तै तपाईँको शिक्षाको कुरा गर्नुभयो, शिक्षा क्षेत्रमा कोही कुरा गर्नु भने तपाईँको चाहिँ अहिले यही क्षेत्रमा तपाईँको चाहिँ मेडिकल कलेज स्थापना गर्ने कुरा थियो। अहिले त्यो मेडिकल कलेज स्थापना गर्ने कुरा कहाँ आयो? अहिले फेरि त्यही साथीहरूले त्यही घोषणापत्रमा त्यस्ता खालको चाहिँ नि एजेन्डाहरू लिएर आएको छन्। अब पनि जनता चाहिँ झुकिनुहुन्न भन्ने मलाई लाग्छ। किन भन्दाखेरि तपाईँले चाहिँ तपाईँको चाहिँ नि त्यस्तो खालको चाहिँ नि अब झुटा घोषणापत्र, झुटा आश्वासन, झुटा भाषण लिएर जनता झुकिनु हुँदैन भन्ने मेरो सन्दर्भ हो। त्यस कारण गर्दाखेरि तपाईँको चाहिँ हाम्रो यो क्षेत्रमा तपाईँको चाहिँ मेडिकल कलेज किन चाहिँ स्थापना गर्न सकेन? त्यस्तै तपाईँको चाहिँ अहिले स्थापना भइसकेको जुन तपाईँको चाहिँ कृषि कलेज
अहिले कृषि कलेज तपाईँको चाहिँ ऊ हुने अवस्थामा छ, बन्द हुने अवस्थामा छ। र सरकार राज्यको सरकारको चाहिँ यो क्षेत्र नम्बर 2बाट जितेर जाने जुन प्रतिनिधिहरूले यो विषयमा उहाँहरूको चाहिँ चिन्तनको विषय होइन, उहाँले ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। किनभने त्यस कारणले गर्दाखेरि यसपालि हामीले मेरो उद्देश्य भनेको योभित्र जति पनि यी पुरानो पार्टी भनाउँदहरूले गरेका व्यतिथि विसङ्गति र विकासका कुराहरूमा, स्वास्थ्य शिक्षामा खेलवाड गरेको कुराहरू भयो, त्यस्ता कुरालाई चाहिँ के गर्न सकिन्छ भने परिमार्जित गर्नुपर्छ। त्यस कारण त्यसै गरी अब अहिले तपाईँको चाहिँ हेर्नुहोस्, अहिले गाउँ रित्तै छ हो, अहिले बुढापाकाभन्दा भेटाइँदैन। किन भेट्दा अब हेर्नुहोस्, अलि युवाहरू जम्मै पढेका युवाहरू जम्मै विदेशमा र त्यहाँको अलिअलि भएका चाहिँ आफ्नो छोराछोरी बालबच्चा पढाउनको निमित्त प्राइभेट महँगो स्कुलमा ल्याएर चाहिँ बाध्य भएर त्यो खाडी मुलुमा कमाएर उ गरेको चाहिँ उहाँले पढाएको पैसा चाहिँ महँगी उसमा भाडामा बसेर चाहिँ के गर्नु, बिचरा प्राइभेट स्कुलमा लाएर चाहिँ पढाउनु पर्ने अवस्था छ। भनेपछि सरकारले कमसेकम यो देशमा सरकारी स्कुलहरू छ कि छैन भन्ने कुरा हो। र कमसेकम एउटा तपाईँको चाहिँ एउटा सरकारी जुन स्कुलहरूमा एउटा सिस्टम राम्रोसँग बसालेर योग्य एकदम क्षमतावान टिचरहरूलाई त्यस खालको चाहिँ एउटा नीति बसालेर चाहिँ कमसेकम व्यवस्थित गऱ्यो भने कमसेकम गाउँको मान्छे यहाँ ल्याएर चाहिँ त्यत्रो प्राइभेट स्कुल महँगो स्कुल पढाएर त्यो बिचरा दुःख गरेर विदेशबाट जुन उहाँको श्रीमानले कमाएर त्यो खाडी मुलुकमा दुःख गरेर पसिना गरेर श्रम गरेर पढाएको पैसा यहाँ खर्च गरेर बस्नुपर्ने अवस्था रहँदैन थियो। त्यस कारणले गर्दा अब शिक्षा क्षेत्रमा हामीले पक्कै पनि सरकारी स्कुल हो, प्राइभेटलाई होइन सरकारी स्कुललाई पहिलो प्राथमिकता दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दा मात्रै अब आफ्नो ठाउँ हामी आफै बनाऊँ र हाम्रो गाउँ हामी आफै फर्केर आफ्नै गाउँ बनाऊँ भन्ने एउटा अभियान चलाउनुपर्छ। किन भन्दाखेरि जब तपाईँको चाहिँ शिक्षा क्षेत्रमा अहिले त्यत्रो पाहाडदेखि बिचरा तपाईँको चाहिँ यहाँ चाहिँ महिनाको 10,000 15,000सम्म भाडा तिरेर बसेको छ नि, बिचरा त्यो खाडी मुलुकमा बस्ने चाहिँ युवाहरूले महिनामा 30-40 हजारको लागि त्यो 32-40-42 डिग्रीको घाममा चाहिँ काम गरेर चाहिँ उहाँले पसिनाले यहाँ चाहिँ यो देशमा गरेर चाहिँ उहाँले आफ्नो परिवारको लागि भनेर चाहिँ पठाइराख्नु भएको छ। र पनि के छ त उहाँलाई सुख शान्ति छैन भनेपछि अब यो के को कारणले गर्दा जुन शिक्षा नीति एकदम सही एजेन्डा र सही जुन भिजन नभएको कारणले गर्दाखेरि आज यो अवस्था परिवेश आएको हो। त्यस कारणले गर्दा स्वास्थ्यकै कुरा गर्दाखेरि पनि स्वास्थ्यमा तपाईँको मेडिकल कलेजको त कुरा म अहिले निकालिहालेँ। अझै पनि मैले तपाईँको चाहिँ मैले बार भनिरहेको छु, मेरो विभिन्न मिडियामा नि म बोलिरहेको छु नि। तपाईँको चाहिँ अहिले के छ भन्दाखेरि स्वास्थ्यको लागि तपाईँको चाहिँ एउटा दुर्गम ठाउँको मान्छे ऊ टाउको दुख्यो पहला लाग्यो भने 10 रुपियाँको चाहिँ एउटा औषधि खानको लागि हजारौँ खर्च गरेर आउनु परेको परिवेश छ। त्यस कारणले गर्दाखेरि अब अहिलेको परिवेशमा हामीले तत्काल यी 3टा कुराहरूलाई चाहिँ हामीले मध्यनजर गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि मैले यी कुरालाई धेरै बढी मात्रामा फोकस गरेको छु। त्यस्तै गरी अर्को कृषिमा हाम्रो यो अर्थतन्त्रलाई माथि लाने भनेको नै कृषि हो। त्यस कारण कृषिमा चाहिँ एउटा आत्मनिर्भर बनाउनुपर्छ भन्ने मेरो सन्दर्भमा पनि छ। तपाईँले उठाउनु भएको क्वेसनमा त मेरो फरक यो चाहिँ के भन्दाखेरि यो कृषि क्षेत्रमा तपाईँको चाहिँ आत्मनिर्भर नभएसम्म हामी माथि अर्थतन्त्रमा हामी जान सक्दैनौँ भन्ने मेरो सन्दर्भ हो। त्यस्तै स्वास्थ्य क्षेत्रलाई चाहिँ कसरी सुधार गर्ने योजना छ हजुरको? थोरै बताइदिनुहोस् न स्वास्थ्य क्षेत्रको विषयमा पनि। अब स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकतामा त के हुन्छ भने अब जस्तै एक गाउँ एक स्वास्थ्य चौकी भन्ने एउटा नाराका साथ हामीले गर्ने हो, स्थापना गर्ने मेरो एजेन्डा उद्देश्य हो। र जुन त्यस कारणले गर्दा अब हामीले भनेको चाहिँ स्वास्थ्यमा चाहिँ अब के सुधार ल्याउन सक्छ, जस्तै उहाँहरूको स्वास्थ्य बिमाको कुरा आयो हो, उहाँलाई जुन र त्यो आफ्नो वृद्धहरूलाई कसरी उहाँलाई स्वास्थ्य क्षेत्रमा उहाँले कुन सुविधा दिन सकिन्छ भन्ने सन्दर्भमा एउटा चाहिँ एक किसिमको चाहिँ उहाँहरू वातावरण सिर्जना गरिदिने हो। उहाँलाई जुन जस्तै तपाईँको चाहिँ अहिले गरिब निम्खहरूलाई कसरी उहाँहरूको लागि चाहिँ कसरी छुट व्यवस्थापन मिलाउने भन्ने खालको चाहिँ सन्दर्भ हो। र त्यो सम्बन्धी मेरो अध्ययन नै रहनेछु र क्याबिनेटमा पुगिसकेपछि यी चिजहरूमा विशेष गरी फोकस दिनेछु। किन भन्दाखेरि स्वास्थ्य क्षेत्रमा अहिले के छ भन्दाखेरि कमसेकम केही नभए पनि मेरो यो तपाईँको स्वास्थ्य क्षेत्रको कुराहरू जुन तपाईँले उठाउनु प्रश्न मेरो घोषणापत्रमा पनि छ। त्यस कारणले गर्दा यो चिजलाई चाहिँ अब स्पष्ट मेरो यो स्वास्थ्य क्षेत्रमा सुधार्न सकिने भनेको चाहिँ तपाईँ 3 उसमा चाहिँ मैले गरेको छु। जस्तै तपाईँको चाहिँ वृद्ध बुवाआमालाई उहाँले गर्न सकिने जुन उहाँहरूको अवस्था र परिवेशलाई हेरेर कसरी उहाँलाई छुटको दिने व्यवस्था र निम्न वर्गका जनतालाई कसरी उहाँलाई गर्न सकिन्छ भन्ने सन्दर्भ हो। त्यस कारणले गर्दाखेरि अब यो धेरै कुराहरू छन्। किन भन्दाखेरि अब हामीले सुधार्नु पर्ने कुराहरू त, तर मैले तत्काल जे मेरो के छ भने मेरो घोषणापत्रमा मैले जे गर्न सक्छु त्यही कुरा मात्रै छ। किनभने गर्न नसकिने कुरा ल्याएर अर्थ छैन नि। यो गर्न नसकिने कुरा जस्तै एउटा
अरू कुरा छोडिदिनुहोस् न, तपाईँको फेरि पनि यता तपाईँ थोरै तपाईँको क्वेसन भन्दा धेरै यता म मोडेँ, गर्न नसकिने कुरा होइन, गर्नै सकिने कुरा त तपाईँ यो भन्नु अगाडि जितेर गएको पार्टीले एउटा सिद्धिचरण लोकमार्गको कुरा गरिन, हजुर त्यस्ता कामहरू त गर्दैन। अरू यो जुन अरू कुरो त परै जाओस् न, हेर्नुहोस् न। त्यस कारणले गर्दाखेरि तर म चाहिँ जे बोल्छु त्यो काम गरेर देखाइदिन्छु, गर्न सक्ने कुरा मात्रै बोल्छु होइन। म किनभने भाष्य रूपमा अरू जस्तो चाहिँ धेरै घुमाउ पाराले म नेता रूपले म बोल्न आउँदैन, तर किनभने म के बोल्छु, अर्ग्यानिक बोल्छु, म अर्ग्यानिक विचार, म नेताबाट एउटा होइन, नेपाली सेनामा म रिटायर मान्छे हो। त्यस कारणले गर्दाखेरि मलाई त्यति साह्रो नेता भएर घुमाउरो पाराले त्यस्तो खालका चाहिँ अरू भाष्य कुराहरू बोल्न आउँदैन। तर जे बोल्छु जे गर्न म जे गर्न सक्छु त्यो मात्रै म स्पष्ट, मेरो एउटा अर्ग्यानिक भाषा हो, मेरो अर्ग्यानिक मेरो शब्द हो। त्यस कारणले गर्दाखेरि यी चिजहरू म परिवर्तन गर्न चाहन्छु।